आज पुस 27 गते हो। यो मिति नेपाली इतिहासमा अत्यन्तै महत्त्वपूर्ण छ। आजकै दिन आधुनिक नेपालको निर्माता श्री 5 पृथ्वीनारायण शाह जन्मिनु भएको थियो। यदि पृथ्वीनारायण शाह हुनुहुँदैन थियो भने आज हामी नेपाली भनेर चिनिँदैन थियौं। उहाँकै कारण हामी एउटै झण्डा मुनि एउटै पहिचानमा बाँधिएका छौं। तर आज धेरैले भन्छन् पृथ्वीनारायण शाहले तामाङ, किराँत र अन्य क्षेत्रहरू कब्जा गरे। तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ, त्यो समयमा राज्य एकीकरण गर्न के सजिलो थियो? न आधुनिक हतियार, न सञ्चारको सुविधा, न व्यवस्थित सेना। तर पनि दूरदर्शिता, कूटनीति, साहस र बलिदानका साथ उहाँले साना साना राज्यहरू एकीकरण गरी आधुनिक नेपालको जग बसाल्नु भयो। त्यसैले उहाँलाई सत्ताको लागि होइन, राष्ट्रिय निर्माताका लागि लड्नु भएको राजा हुनुहुन्थ्यो। पृथ्वीनारायण शाह पछि नेपालको यात्रामा राजा महेन्द्र एक महत्त्वपूर्ण नाम हो। राजा महेन्द्रको सोच स्पष्ट थियो, राष्ट्रिय एकता, आत्मनिर्भर नेपाल, विदेशी दबाव विरुद्ध स्वतन्त्र नीति। उहाँकै पालामा गाउँ गाउँसम्म सडक पुगे, उद्योग धन्दा स्थापना भए, राष्ट्रिय संस्थाहरू बलिया बने। उहाँले सधैँ भन्नुहुन्थ्यो राष्ट्रिय राजनीति भन्दा माथि हुन्छ। त्यसपछि आउनुभयो सबै नेपालीको प्यारो राजा, राजा वीरेन्द्र। राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउन धेरै नै कठिनाई सहनु पर्यो। उहाँले अमेरिका लगायत विभिन्न राष्ट्रहरूमा गएर नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न प्रस्ताव राख्नुभयो। उहाँको सपना थियो नेपाल युद्धभूमि नबनोस्, नेपाल शान्त रहोस्। तर दुःखद रूपमा यो प्रस्तावलाई भारतले विरोध गरायो र पनि उहाँले नेपाललाई शान्ति क्षेत्र बनाउनु नै भयो। त्यसपछि आयो नेपाली इतिहासको सबैभन्दा अँध्यारो दिन, राजा वीरेन्द्र र सम्पूर्ण राजपरिवारको हत्या। आज पनि सबै नेपालीको मनमा प्रश्न छ, सत्य किन लुकाइयो? न्याय किन अधुरो रह्यो? राजा वीरेन्द्रको मृत्युसँगै नेपालले स्थिरता र नैतिक नेतृत्व गुमायो। त्यसपछि राजा ज्ञानेन्द्र शाह सिंहासनमा आए। अत्यन्तै स्थिर राजनीतिक अवस्थाबीच उहाँले शासन गर्नुभयो। अन्त्यतः जनआन्दोलनपछि उहाँले गद्दी जनतालाई सुम्पिँदै भन्नुभयो, जनताको चिनो जनतालाई नै। रगतपात बिना, गृहयुद्ध बिना नेपालमा राज संस्थाको अन्त्य भयो। विक्रम सम्वत 2063 पछि नेपाल नयाँ राजनीतिक युगमा प्रवेश गर्यो। हामीलाई भनियो लोकतन्त्र आउँछ, विकास हुन्छ, रोजगारी सिर्जना हुन्छ। तर वास्तविकता के भयो? अस्थिर सरकार, व्यापक भ्रष्टाचार, बेरोजगारी, युवाहरू विदेश पलायन। आज हाम्रा नेताहरू कार्ल मार्क्स, लेनिनका सिद्धान्तहरू बहस गर्छन्, तर एउटा कुरा बिर्सन्छन्, नेपाल मार्क्स, लेनिन वा माओले बनाएको देश होइन, नेपाल बनाएको हो श्री 5 राजा पृथ्वीनारायण शाहले हो। हामीले विदेशी विचारधाराको अन्धो अनुकरण होइन, पृथ्वी पथ अनुसार गर्नुपर्छ। राष्ट्रिय एकता, आत्मनिर्भरता, बलियो शासन व्यवस्था। निष्कर्ष, मेरो विचारमा नेपालको भविष्य सुरक्षित गर्न संवैधानिक राज संस्था आवश्यक छ। राजनीति भन्दा माथि रहने राष्ट्रिय प्रमुखका रूपमा र सिधै जनताबाट निर्वाचित प्रधानमन्त्री हुनुपर्छ, स्थिर र उत्तरदायी सरकारको लागि। किनकि राजा राष्ट्रिय एकताको प्रतीक हो र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री स्थिर नेतृत्व हो। आज हामी सबै नेपालीलाई चाहिएको बलियो शासन, कडा कानुन, भ्रष्टाचारको अन्त्य, देशभित्र रोजगारी, पार्टी भन्दा माथि राष्ट्रिय। नेपाल गफले होइन, एकताले बन्छ। अब प्रश्न यो होइन राजा सही कि गलत, प्रश्न यो हो के हामी नेपाललाई पहिलो प्राथमिकता दिन तयार छौं?